स्वागत छ। आज हामी पैसा र सफलताको सोचबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हाम्रो हातमा एउटा सामग्री छ जसको शीर्षक नै छ सफल मानिसको पैसा सोच। तर यसको पछाडि रियलिस्टिक भर्जन पनि लेखिएको छ। हो, त्यो रियलिस्टिक भर्जन भन्ने शब्द नै महत्त्वपूर्ण छ। हो नि, यसले सोचेरै धनी बन्नुहोस् जस्ता प्रेरक नाराहरूभन्दा पर गएर साँच्चै सफल मानिसहरूले के गर्छन् भनेर खोतल्न खोजेको छ। आजको हाम्रो लक्ष्य पनि यही हो। ती आकर्षक तर खोक्रा लाग्ने नाराहरूलाई पन्छाएर पैसा कमाउने, बचाउने र बढाउने वास्तविक आधार के हो भनेर बुझ्ने। ल सुरु गरौँ न त। र यो सामग्रीको सबैभन्दा भनौँ न रोचक पक्ष नै के छ भने यसले पैसालाई भावनासँग जोड्दैन। भावनासँग? हो, भावनासँग होइन, एउटा प्रणालीसँग जोड्छ। पैसालाई आकर्षित गर्नुहोस् वा सकारात्मक सोच्नुहोस् जस्ता कुराहरू सुन्दा त वाह जस्तो लाग्छ, तर त्यसपछि के गर्ने त? यो स्रोतले यस्ता कुरालाई फेक मोटिभेसन अर्थात् झुटा प्रेरणा भन्छ। झुटा प्रेरणा? हो, यसको मूल तर्क के हो भने सफलता सपना देखेर होइन, दैनिक बानी बनाएर प्राप्त हुन्छ। आज हामी यही झुटा प्रेरणाको भ्रम र वास्तविक बानीको शक्ति बीचको भिन्नतालाई केलाउनेछौँ। स्रोतले सुरुमै थिङ्क रिच म्यानिफेस्ट मनी जस्ता शब्दहरूलाई निशाना बनाएको छ। मलाई त सुरुमा अचम्म लाग्यो। यस्ता कुराहरूले त आत्मविश्वास बढाउँछ जस्तो लाग्थ्यो। हो, धेरैलाई त्यस्तै लाग्छ। तर स्रोतको तर्क छ कि सफल मानिसहरू यस्ता कुरामा अल्झिँदैनन्। उनीहरू सपना देख्नुको सट्टा प्रणाली बनाउँछन्। यहाँनिर कुरा साँच्चै रोचक बन्छ। कसरी यस्ता प्रेरक नाराहरूले वास्तविक प्रगतिमा बाजा पुर्याउन सक्छन्, यो त उल्को सुनिन्छ। यो एक किसिमको भनौँ न मनोवैज्ञानिक पासो हो। यस्ता नाराहरूले तत्कारको लागि राम्रो महसुस गराउँछन्, तर कुनै कार्ययोजना दिँदैनन्। यो एक प्रकारको भावनात्मक ऊर्जा हो जुन छिटै सकिन्छ। सक्छ। कतिपयले यसलाई प्रगति भ्रम पनि भन्छन्, जहाँ योजना बनाउने कामले नै केही गरे जस्तो भ्रम पैदा गर्छ। भनेपछि यो त प्रेरणा गाडीको पेट्रोल जस्तै भयो, चलाउनको लागि चाहिन्छ तर सकिन्छ। एकदम। तर सफल मानिसहरू पेट्रोल खोजेर हिँड्दैनन्, उनीहरू आफ्नो गाडीको इन्जिन नै बलियो बनाउँछन्। स्रोतले भन्न खोजेको प्रणाली भनेको त्यही इन्जिन हो। एकदमै राम्रो उपमा। प्रेरणा अस्थिर हुन्छ, आज छ भोलि नहुन सक्छ, तर प्रणाली स्थिर हुन्छ। सफल मानिसहरू आफ्नो आर्थिक जीवनलाई प्रेरणाको भरमा छोड्दैनन्। उनीहरू यस्तो प्रणाली बनाउँछन् जसले उनीहरूको लक्ष्यलाई स्वतः अगाडि बढाउँछ, चाहे उनीहरूको मुड जस्तो सुकै होस्। झुटा प्रेरणाले तपाईलाई हिमालको चुचुरो देखाउँछ तर त्यहाँ पुग्ने बाटो देखाउँदैन। वास्तविक बानीहरू भनेको त्यो बाटोमा हिँड्ने हरेक पाइला हुन्। तर एउटा कुरा, के प्रेरणालाई पुरै खारेज गर्न सकिन्छ र? कुनै ठूलो काम सुरु गर्न त सुरुमा त्यो भावनात्मक ऊर्जा पनि चाहिने होइन र? प्रणालीले निरन्तरता देला, तर सुरुवातको त्यो झिल्का कहाँबाट आउँछ? राम्रो प्रश्न। स्रोतले प्रेरणालाई बेकार भनेको छैन। छैन? छैन। तर त्यसलाई आफ्नो आर्थिक घरको जग बनाउनु हुँदैन भनेको छ। त्यो झिल्का महत्त्वपूर्ण छ, त्यसले दौड सुरु गर्न मद्दत गर्छ। तर म्याराथन जित्नको लागि झिल्काले मात्र पुग्दैन, निरन्तर दौड्ने प्रणाली चाहिन्छ। हो। प्रेरणाले खाता खोल्न लगाउला, तर प्रणालीले हरेक महिना त्यसमा पैसा जम्मा गराउँछ। भिन्नता यही हो। ठिक छ। प्रेरणाको भर पर्नु भएन, प्रणाली बनाउनु पर्यो भन्ने कुरा बुझियो, तर यो प्रणाली सुरु कहाँबाट हुन्छ? स्रोतले यसको पहिलो र सबैभन्दा अचम्मको नियम के बताएको छ? अब स्रोतले एउटा यस्तो कुरा भनेको छ जुन आजको सामाजिक सञ्जालको शो अफ गर्ने जमानामा उल्टो सुनिन्छ। सफल मानिसको पहिलो नियम रे आफ्नो सफलता सकेसम्म नदेखाउने। उनीहरू साधारण जीवनशैली रोज्छन्। नदेखाउने? हो, स्रोतले स्पष्ट भनेको छ। उनीहरूलाई स्ट्याटस होइन, स्टेबिलिटी चाहिन्छ। स्ट्याटस होइन, स्टेबिलिटी। अर्थात् अरूको नजरमा धनी देखिनुभन्दा आफ्नो आर्थिक अवस्था स्थिर र बलियो बनाउनु महत्त्वपूर्ण छ। तर आजको जमानामा जहाँ पर्सनल ब्रान्डिङ यति महत्त्वपूर्ण छ, के यो साधारण जीवनशैलीले अवसरहरू गुमाउने जोखिम बढाउँदैन र? कहिलेकाहीँ सफलता देखाउनु पनि त सफलताको लागि आवश्यक हुन्छ होला नि? यो एकदमै जायज प्रश्न हो। स्रोतले गरिब जस्तो देखिनु भनेको होइन, तर आफ्नो आम्दानीभन्दा धेरै तलको जीवनशैली बिताउनु भनेको हो। यो फेक इट टिल यु मेक इटको दर्शन होइन, बरु मेक इट बिफोर यु शो इटको दर्शन हो। यसको पछाडि एउटा शक्तिशाली सूत्र लुकेको छ। कम खर्च इक्वल्स कम दबाव। कम दबाव? कम दबाव इक्वल्स टु स्पष्ट निर्णय, र स्पष्ट निर्णय इक्वल्स टु दीर्घकालीन वृद्धि। जब तपाईँमाथि महँगो जीवनशैली धान्नुपर्ने दबाव हुँदैन, मतलब सोच्ने समय पाइन्छ। एकदम।
तपाईँले डरले वा हतारमा निर्णय लिनु पर्दैन। तपाईँ राम्रो अवसरको लागि पर्खने हिम्मत गर्न सक्नुहुन्छ वा मन नपरेको जागिर छोड्ने आँट गर्न सक्नुहुन्छ। हो, त्यो दबावले निर्णय गर्ने क्षमतालाई साँच्चै असर गर्छ। यदि कसैले आफ्नो आम्दानीको ठूलो हिस्सा विलासितामा खर्च गरिरहेको छ भने उसले जोखिम मोल्न डराउँछ। तर यदि जीवनशैली साधारण छ भने त्यहाँ एउटा बफर हुन्छ, एउटा सुरक्षा कवच जसले स्वतन्त्रता दिन्छ। बिल्कुल, यही सुरक्षा कवचले स्पष्ट सोच्न मद्दत गर्छ। स्रोतको भनाइअनुसार सफल मानिस आज राम्रो देखिन होइन, भोलि सुरक्षित हुन चाहन्छ। यो सोच नै आर्थिक स्वतन्त्रताको आधार हो। स्ट्याटस अरूलाई देखाउनको लागि हो, यो बाहिरी कुरा हो। तर स्थिरता, स्टेबिलिटी आफ्नै लागि हो। यो भित्री सुरक्षा र आत्मविश्वास हो। सफल मानिसहरू अरूको आँखामा धनी देखिनुभन्दा आफ्नो ब्यालेन्स सिटमा बलियो हुनु रुचाउँछन्। यो स्थिरताको कुराले मलाई स्रोतको अर्को रोचक विचारमा पुर्यायो, लामो खेलको सोच। स्रोतले यसलाई आजको मजाक काटेर भोलिको फ्रिडम किन्ने सोच भनेर परिभाषित गरेको छ। हो, यो छिटो धनी हुने होड होइन, दिगो रूपमा धनी बन्ने रणनीति हो। अनि यही कुरालाई प्रस्ट्याउन स्रोतले सैनिक जीवनको एउटा अनपेक्षित तर शक्तिशाली उदाहरण दिएको छ। हो, सैनिक जीवनको उदाहरण यहाँ एकदमै सान्दर्भिक छ। किनभने सैनिक जीवनमा फ्ल्यासी जीवन छैन, तर स्ट्रक्चर छ। स्ट्रक्चर, संरचना। हो, संरचना। त्यहाँ व्यक्तिगत इच्छा वा भावना भन्दा पनि नियम र प्रणालीले प्राथमिकता पाउँछ। कहिले उठ्ने, के खाने, के लगाउने, हरेक कुराको एउटा निश्चित संरचना हुन्छ। यही संरचनाले जीवनबाट अनावश्यक निर्णयहरू हटाउँछ र अनुशासन कायम गर्छ। यसले डिसिजन फटिग अर्थात् निर्णय लिँदा लिँदा थाक्ने अवस्थालाई कम गर्छ। भनेपछि हामीले आफ्नो आर्थिक जीवनमा पनि एक किसिमको सैनिक संरचना बनाउनु पर्यो, जहाँ भावनाले होइन, नियमले काम गरोस्। ठ्याक्कै। पैसाको सन्दर्भमा यो संरचना भनेको बजेट बनाउनु, स्वयंचालित बचत र लगानी गर्नु र खर्चको सीमा तोक्नु हो। जब तपाईँको तलब आउने बित्तिकै एउटा निश्चित रकम स्वतः बचत खाता वा लगानीमा जान्छ, त्यो एक प्रकारको सैनिक संरचना हो। किनभने त्यहाँ भावनाको लागि कुनै ठाउँ छैन। प्रणालीले आफ्नो काम गर्छ। सैनिक जीवनको जस्तै संरचनाले भावनात्मक निर्णयहरूलाई कम गर्छ र पैसालाई एउटा निश्चित प्रणालीभित्र बाँधेर राख्छ। यसले तपाईँको सबैभन्दा ठूलो आर्थिक शत्रु अर्थात् तपाईँ आफैबाट तपाईँलाई बचाउँछ। ल, अब सिद्धान्तबाट व्यवहारमा जाउँ। यो सबै प्रणालीलाई चलाउने ती ठोस र व्यावहारिक बानीहरू के हुन् त? स्रोतले 4वटा रियल ह्याबिट्स अर्थात् वास्तविक बानीहरू सूचीबद्ध गरेको छ। एक एक गरेर यिनलाई खोतलौं। पहिलो बानी छ आम्दानीभन्दा पहिले बचत। यो त पे योरसेल्फ फर्स्टको क्लासिक नियम भयो। तर यो सुन्दा जति सजिलो छ, गर्न किन त्यति गाह्रो हुन्छ? किनभने हाम्रो मनोविज्ञानले हामीलाई धोका दिन्छ। हामी ब्याङ्क खातामा पैसा देख्ने बित्तिकै हाम्रो दिमागले सोध्छ यो सबै खर्च गर्नको लागि हो। धेरैजसो मानिसहरू पहिले खर्च गर्छन् र बचेको पैसा बचत गर्छन्, तर महिनाको अन्त्यमा अक्सर केही पनि बच्दैन। हो त? यो नियमले त्यो क्रमलाई उल्टाइदिन्छ। यसले भन्छ पहिले बचतको लागि पैसा छुट्याउनुहोस् र बाँकी रहेको पैसाले मात्र खर्च चलाउनुहोस्। यसले बचतलाई एउटा विकल्प होइन, घर भाडा वा बिजुलीको बिल जस्तै अनिवार्य खर्चको रूपमा स्थापित गर्छ। यसलाई खर्च नै मान्नु पर्यो? हो, खर्च नै। र यसलाई व्यवहारमा उतार्ने सबैभन्दा सजिलो तरिका भनेको अटोमेसन हो। तलब आउने दिन नै अर्को बचत वा लगानी खातामा पैसा जाने अटोमेटिक ट्रान्सफर सेट गर्नुहोस्। त्यो पैसा तपाईँले देख्दै देख्नु भएन भने खर्च गर्ने इच्छा पनि कम हुन्छ। यो त निकै व्यावहारिक उपाय भयो। अब दोस्रो बानीमा जाउँ। भावना होइन, हिसाब। तर लगानी त डर र लोभको खेल हो भन्छन् नि। बजार घट्दा डर लाग्छ, बढ्दा लोभ। भावनालाई पुरै कसरी हटाउने? भावनालाई हटाउन सकिँदैन, तर त्यसलाई व्यवस्थापन गर्न सकिन्छ। स्रोतले भनेको हिसाबको अर्थ हो तर्क र तथ्याङ्कमा आधारित निर्णय लिनु। यसको उपाय भनेको बजारमा आँधी आउनुभन्दा पहिले नै आफ्नो छाता तयार राख्नु हो। छाता तयार राख्ने मतलब? अर्थात् शान्त हुँदा आफ्नो लगानीको नियम बनाउनुहोस्। जस्तै म कुन अवस्थामा लगानी गर्छु, कति घाटा सहन सक्छु, कति नाफा भएपछि बेच्छु। यी प्रश्नको जवाफ पहिले नै लेखेर राख्नुहोस्।
जब बजारमा हलचल हुन्छ र तपाईँको मनमा डर वा लोभ पैदा हुन्छ, आफ्नो भावनालाई होइन, त्यो कागजलाई हेर्नुहोस्। यो नियम लगानीमा मात्र होइन, खर्चमा पनि लागू हुन्छ। सामाजिक दबावमा वा विज्ञापन हेरेर महँगो फोन किन्नु भावनात्मक निर्णय हो। तर के मलाई यो साँच्चै चाहिन्छ, मेरो बजेटले दिन्छ भनेर सोध्नु हिसाबमा आधारित निर्णय हो। अब तेस्रो बानी, जुन सायद सबैभन्दा कठिन छ, तुलना होइन, निरन्तरता। सामाजिक सञ्जालको युगमा अरूसँग आफूलाई तुलना नगर्नु त लगभग असम्भव जस्तै लाग्छ। हो, र यो सबैभन्दा खतरनाक आर्थिक पासो पनि हो। अरूले के किने, कहाँ घुम्न गए, कस्तो जीवन बाँचिरहेका छन् भनेर हेरेर आफ्नो आर्थिक लक्ष्य बनाउनु भनेको कहिल्यै नसकिने दौडमा सामेल हुनु हो। हो नि, यो यस्तो हो मानौ तपाईँको छिमेकीले नयाँ गाडी किन्यो। तपाईँलाई पनि दबाव महसुस हुन्छ। तर तपाईँलाई के थाहा त्यो गाडी उसले ऋणमा किनेको हो कि? तपाईँ भने आफ्नो सानो तर नियमित एसआइपीमा खुसी हुनुपर्छ। स्रोतले निरन्तरतामा जोड दिएको छ। कन्सिस्टेन्सी हो, कन्सिस्टेन्सी। यसको अर्थ हो आफ्नो आर्थिक योजनामा अडिग रहनु र सानै भए पनि नियमित रूपमा बचत र लगानी गरिरहनु। यही निरन्तरताले चक्रवृद्धि ब्याजको जादुलाई काम गर्न दिन्छ। चक्रवृद्धि ब्याजलाई अलि सरल भाषामा भनिदिनु न। चक्रवृद्धि ब्याज भनेको तपाईँले कमाएको ब्याजले पनि फेरि ब्याज कमाउन थाल्नु हो। मानौ तपाईँले 100 रुपियाँ लगानी गर्नुभयो र 10% ब्याज पाउनुभयो। तपाईँसँग 110 रुपियाँ भयो। अर्को पटक तपाईँले 100मा होइन 110 रुपियाँमा ब्याज पाउनुहुन्छ। समयसँगै तपाईँको सानो लगानी पनि हिउँको डल्लो जस्तै बढ्दै जान्छ। तर यो जादु चल्नको लागि निरन्तरता अनिवार्य छ। यो कछुवा र खरायोको दौड जस्तै हो। आर्थिक सफलतामा प्राय निरन्तर हिँड्ने कछुवाले नै जित्छ। र अन्तिम चौथो बानी, विलासिता पछि सुरक्षा पहिले। यो त साधारण जीवनशैलीको नियमसँग मिल्दोजुल्दो देखिन्छ, तर यसमा केही फरक छ। हो, यो त्यसैको व्यावहारिक रूप हो। यसले प्राथमिकता निर्धारण गर्ने कुरा गर्छ। आफ्नो आर्थिक जीवनलाई एउटा घर सम्झिनुहोस्। सुरक्षा भनेको त्यो घरको जग हो, जस्तै आपतकालीन कोष, स्वास्थ्य बिमा र भविष्यको लागि लगानी। अनि विलासिता? विलासिता भनेको घरको रङ्गोरङ्गन र सजावट हो, जस्तै महँगो गाडी, फोन वा छुट्टी। तपाईँ जग्ने नबनाई सिधै रङ लगाउन थाल्नुभयो भने के हुन्छ? सानो भूकम्पले पनि घर ढल्छ। यो नियमले भन्छ, महँगो गाडी किन्नु अघि तपाईँको आपतकालीन कोष छ कि छैन सुनिश्चित गर्नुहोस्। नयाँ फोन किन्नु अघि तपाईँको बिमा छ कि छैन हेर्नुहोस्। सफल मानिसहरू पहिले जग बलियो बनाउँछन्, त्यसपछि मात्र सजावटमा ध्यान दिन्छन्। आजको छलफलबाट मैले के बुझेँ भने आर्थिक सफलता बाहिरी चमकदमक वा सोचेर धनी बन्ने जस्ता नाराहरूमा होइन, भित्री अनुशासन र साधारण तर शक्तिशाली बानीहरूको प्रणालीमा टिकेको हुन्छ। एकदम। स्रोतको मुख्य सन्देश स्पष्ट छ। पैसा कमाउन मात्र होइन, त्यसलाई बचाउन र बढाउन झुटा प्रेरणालाई त्यागेर एउटा बलियो प्रणाली बनाउनुपर्छ। यो गेट रिच क्विकको हल्लाभन्दा पर गएर गेट रिच स्मार्टको दिगो बाटो हो। एकदम। यो स्रोतले सफल मानिसहरूको बानीमा केन्द्रित रह्यो, जुन निकै व्यावहारिक छ। तर यसले छलफलको अन्त्यमा एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। के हो? के यो साधारण जीवन र लामो खेलको दृष्टिकोण सबैको लागि समान रूपमा सम्भव छ? वा यो दृष्टिकोण अपनाउन सक्नु आफैमा एक प्रकारको सुविधा हो जुन सबैलाई उपलब्ध नहुन सक्छ? जसको आम्दानीले दैनिक आवश्यकताहरू नै मुस्किलले धान्छ, उसलाई आजको मजा काटेर भोलिको लागि बचत गर भन्नु कत्तिको व्यावहारिक होला? यो प्रश्नमा विचार गर्दा हामीले आर्थिक सफलतालाई अझ फराकिलो सामाजिक र व्यक्तिगत सन्दर्भमा हेर्न सक्छौँ।